आज महाशिवरात्रि अर्को एउटा नयाँ भ्लगमा म आइसकेको छु हैन। आज मेरो चाहिँ ड्युटी जानुपर्ने छ। हतार बिहानै उठेर नुहाइधुवाइ गरेर म चाहिँ ग्रोसरीतिर लागे। फुलहरू पनि किन्नु थियो, प्रसादहरू पनि किन्नु थियो। आजको दिन छुट्टी भइदिएको भए कस्तो राम्रो हुन्थ्यो नि, तर पनि छैन। छिटो छिटो पूजाआजा गरेर मलाई काममा पनि जानु छ। हतार गरिरहेको छु। अब म रेडी त भइसकेँ हैन। के लगाउँ भनेर सोच्नै पर्दैन, किनभने मैले अलरेडी सोचिसकेको थिएँ साडी लगाउँछु भनेर। किनभने पनि नि अर्को कुरा चाहिँ भगवान शिवको पूजा आराधना गर्दा विवाहित हुनुहुन्छ भने चाहिँ सोह्र श्रृङ्गार गरेर हैन सौभाग्यको सामुनहरू लगाएर गर्नु भन्छ नि त। साडी चाहिँ मैले लगभग अहिलेसम्म 2 चोटि चाहिँ लगाइसकेँ होला। अब यता लगाउने त्यसरी चुर्दैन हैन। मलाई दिदीले कति मायाले दिएको यो साडी चाहिँ। अनि यो ब्लाउज चाहिँ अस्ति बहिनीको बिहेमा बुवाले किनिदिनु भएको साडी। ब्लाउज त ठुलो भएछ क्या, हल्का दुब्लाको पनि थिए हैन। त्यही भएर कस्तो नराम्रो पनि देखिरहेछ है। अनि अर्को कुरा नि, आज मलाई यसरी साडी लगाउँदा हैन निकै हतारमा छु नि त, समय धेरै छैन। मलाई पहिलाको नेपालमा म हुँदाको कुरा याद आयो क्या। त्यतिखेर चाहिँ म स्कुलमा काम गर्थेँ हैन। लगभग मैले 10-12 वर्ष नै स्कुलमा काम गरेको थिएँ। हाम्रो स्कुलको युनिफर्म चाहिँ साडी थियो क्या। अनि जहिले पनि बिहान लगाएर जानुपर्ने नि त। अनि अलिकति छिट्टै उठेर सबै कामहरू गरेर साडी लगाउनु पर्ने क्या। आज यस्तै हतारमा साडी लगाउँदा मलाई त्यही कुराहरू याद आयो क्या। अनि अर्को कुरा भन्नै पर्ने, मलाई साडी एकदमै मनपर्छ क्या। मसँग निकै कलेक्सनहरू पनि छ साँच्ची भन्दाखेरि। तर यहाँ हैन, नेपालमा हैन, यहाँ पनि जाँदाखेरि चाहिँ यसरी लिएर आउँछु क्या। मलाई यसरी कहिलेकाहीँ लगाउन एकदमै मनपर्छ के। अब भने म सँगसँगै पूजा गर्नु भए साथीहरू, तपाईँहरूलाई पनि भगवान शिवको आशीर्वाद सबैजनालाई रहोस्। हामी चाहिँ फेरि भगवान शिवको निकै ठुलो भक्ति पनि हो क्या। घरमा एकदमै शिव भगवान मान्छ हैन। मैले थाहा पाएदेखि नै सोमबारको व्रत हैन, नबुझ्दा पनि तीजको व्रतहरू बस्ने गर्थेँ के। महाशिवरात्रि त नेपालमा भएको भए कुरै अर्को हुन्थ्यो। यहाँ त मैले त्यस्तो विधि अनुसार हैन पूजा सामग्रीहरू खासै जुटाउन पनि सकिनँ। भनिन्छ भगवान शिवको बेलपत्ता बिना चाहिँ पूजा सम्पन्न हुँदैन भनेर। अब यस्तै भयो, कतै भुलचुक भयो भने भगवान शिवले चाहिँ हामीलाई क्षमा पनि गरिदिनुहुन्छ। मलाई निकै हतार भइसकेको छ। हतार मैले कपडाहरू पनि चेन्ज गरिसकेँ। अनि मैले यत्तिकै मेरो कोठा चाहिँ भद्र गोल छोडेर जान आँटेको छु। यो सम्झेर भरे मलाई छुट्टी भएपछि घर आउनु पनि मन लाग्दैन साँच्ची भनेको। ल हेर्नुहोस् त मेरो रुम, तर पनि केही छैन। एक्लो मान्छेलाई जे गरे पनि आफ्नै त हो।